माछा तुरुन्त छोड्दिनु त यो। अब यो आवाज सुन्नुभयो नि, यो नयाँ जमानाको नयाँ प्रविधिको सीसीटीभी क्यामेरा। एकछिन यो भिडियो पनि पुरा हेर्नुहोस् त है। कस्तो माछा तुरुन्त छोड्दिनु त यो। तपाईहरु अपराधी बाबै कस्तो होइन त माछा मारेर निषेधित भन्दा हेर्नु निकालिसक्यो बाबै। म त निकालेर फाल्दिन्छु त। यस्तो पाप नगर्नुहोस्, यस्तो पाप नगर्नुहोस्। तपाईँ बुझ्नुभयो? कसलाई तिर्नु भयो तपाईँले? कसले तिर्छ पैसा तपाईँलाई? कसले तिर्छ पैसा? छोडिदिएँ मैले। ल तपाईँलाई लाज लाग्दैन? तपाईँ कसलाई तिर्नु भएको त? तपाईँले तिरेर लाने हो, किनेर लाने हो? यहाँ कस्तो दुःख? तपाईँले के दुःख गर्नु भएको छ? अर्काको ज्यान लिइरहनु भएको छ बाबै? छैन तपाईँलाई। कहाँ छ? देखाउनुहोस् ल, पेपर देखाउनुहोस्। तपाईँले पेपर देखाउनुहोस्। मलाई देखाउनुहोस्, देखाउनुहोस्। एउटा माछाले भयो नि जिन्दगी पाए। त्यहाँ लेखिरहेको छ तपाईँले माछा मार्न पाउँदैन भनेर। मरिसक्यो त छोडिदिनुहोस्। तपाईँलाई पाप धर्मै हुन्छ। बुझ्नुभयो? मैले मेरो सासै त्यहाँ अड्किसकेँ। बुझ्नुभयो? किन अड्कने तपाईँको सास? यहाँ तपाईँ जस्तो पापी मान्छे गइरहन्छ यो संसारमा बाबै। टर्पाई टर्पाई मारेको छ बाबै। त्यहाँ लेखिरहेको छ त बकैताले माछा मार्न पाइँदैन भनेर। निषेधित क्षेत्र भनेको यहाँ भगवानको नाममा कति मान्छेले माछा छोडिरहेको हुन्छन्। पूजा गरेको माछा खाएर तपाईँलाई के हुन्छ? उहाँ तालबाराईको माछा आउँछ यहाँ। मलाई यो छुन डर लाग्यो, नत्र म सबै निकालिदिन्थेँ। यो मैले निवेदन हाल्दैछु है त यो विषयमा चाहिँ। द्याट इज भेरी रङ। माछा निषेधित भन्ने ठाउँमा तपाईँ आएर माछा मारिरहनु भएको छ। त्यो 2-3टा माछा छोडिदिनु भन्दा तपाईँको मुटु नै रोके जस्तो भयो कि। अचम्म। यो लेखेर दिनुपर्छ। कहाँ नहुनु त्यस्तो तरिकाले। कसको आउनु न यार, लैजानु। कसको? तपाईँको हो सबै यो? निकाल्नु न त। होइन मैले नराम्रो भने होइन कि, मेरो चित्त दुख्यो क्या दाइ। स्योर हो? ल हात जोड्ने यहाँ। यता ल्याउनु हात मिलाउनु। मलाई हात मिलाएपछि बल्ल थाहा हुन्छ। अब मान्छेले माछा मारेर पनि खान नपाउने भयो। अब यो भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा चाहिँ जरुर दिनु होला है त। अनि टेक्रा चन्द्रा यो आइडीलाई पनि फलो गरिदिनु होला है त।